गरेको होइन बिउलाई चाहिँ अलिक त्यही ठुलो स्वरले बोलेको भनौँ न होइन बिउ हजुर गाली कसले गरेको छ र के हो बिउ भन् त अनि त तपाईँका रोटरले त्यसले बार बार गाली गर्छ तँ के हो धेरै उ नगर्नुहोस् है तपाईँले पनि दारीजी के गर्नुहुन्छ त रोटरले गाली गर्छ त अहिले गाली गर्छ भोलि तान्ने तपाईँ नै हो के अहिले गाली गर्छ भोलि तान्ने तपाईँ नै हो के तानेको मैले तानेको छैन रोटरलाई तपाईँले ताने होइन रोटर गाली त खानु पर्यो नि त गाली गर्ने व्यवहार गरेपछि गाली खानुपर्छ जसले गाली गर्यो सही गर्यो बधाई छ जसले गाली गर्यो सही गर्यो राम्रो गर्यो गाली गर्नुपर्छ यार तँलाई जसले गाली राम्रोसँग कुरा गरिरहेको छु मसँग सोधिदिन्छु आज केही नापिन्न केही जात खा बोल झारिदिनु सुपरम्यान तल हो सकियो बस गोड्दै बोल बस धेरै नेपर गरे यार यिनीहरू चाहिन्न तिमीहरूको गिफ्ट पछाडा हाल यार अति गर्ने कि अति हेप्ने कि जति बेला पनि चाहिन्छ हेर्नुहोस् त मैले के गल्ती गरेको छु म अपमान भएको छु यिनीहरू आएर चाहिनु पर्यो मलाई हेपिया छन् माथि आएर यति पनि हेप्नुहुन्छ यार यस्तो हो दाइ अब तपाईँले अब आज गर्नुहुन्छ भोलि तान्नुहुन्छ फेरि गाली गर्छ पर्सि तान्नुहुन्छ यो यस्तो भइरहेको छ क्या दाइ अब सधैँको लागि बोलको छोडिदिनुहोस् यिनीहरूले जे गर्न इच्छा छ यिनीहरूको जहाँसम्मको पहुँच छ गर्न दिनुहोस् अति भइसक्यो यिनीहरूको अब त्यो के अरे खराब मलाई इसारा नचाउने काम नगर है कसैले पनि सिधै भनिदिएको छ इसारा नचाउने गर्यो भने नि ठ्याक्कै बोलको इसारा नच्ने चाहिँ नपर माइला दाई होइन के माइला दाई भनेको आज पनि एउटा ब्रान्ड हो हिजो पनि एउटा ब्रान्ड थियो भोलि पनि एउटा ब्रान्ड रहन्छ माइला दाईलाई हेप्ने काम नगर तिमीहरूले 5-10 हजार चाहिँ गिफ्ट हानेर आएर चाहिनु पर्यो गाली गर्ने दबाब दिने शरण पराउने होइन दबाब दिने लगाम लगाउने यो नगर बुझ्यौ राम्रो मान्छे पनि छन् हाम्रा राम्रो मान्छे हेल्प गर्न आउँछन् हामीलाई सपोर्ट गर्न आउँछन् बिना स्वार्थको सपोर्ट गर्ने मान्छे छन् तिमीहरू जस्ता आएनन् 5-10 हजार हानेर चाहिनु पर्यो दुनियाँभरको चाहिनु पर्यो उ गरेर जाने डाइरेक्सन दिएर जाने अब आज गाली गर्छन् भोलि मिल्नुहुन्छ त यस्तो कार्यक्रम त होइन कि उची आवाजमा पनि बोल्न नहुने अरे के बिउले पनि त कुनै दिन मलाई थर्काउँछिन् गरेर आफ्नो साथीलाई त बोल्न पाइयो नि त उची आवाजमा के बोल्नै नपाउने हो र हामी बोल्न पाइयो बिउलाई अब केही प्रब्लम छैन भन्ने कुरा बिउ तिमीलाई केही प्रब्लम थियो त दाइले त्यसरी बोलेर थ्याङ्क यू प्रोफेसरजी मेन त बिउले भन्नु पर्यो कि बिउलाई उनीहरूले भन्ने हो त उनीहरू किन चाहिँ धुरा उठ्छन् हो यस्ता धुरा उठ्ने त हाम्रा पनि त मान्छे होलान् गरे यतातिर बिउलाई नराम्रो लाग्यो बिउ तिमीलाई भन्देऊ न दाइलाई अब किन अब अरूले त्यसो भने होइन तिमीलाई अब के लाग्यो बा तिमीले नर्मल मैले भनेको कि छोडिदिनुहोस् भने चाहिँ किन छोड्ने यार बिहान माथि आएर म साँचो कुरा बोल्ने मान्छे शिवजी आज चाहिँ दुःख लाग्यो होइन किनकि तँ पनि भन्नुभयो तेरो साथी हो पनि भन्नुभयो तर मैले दुनियाँभरलाई बोलाउने मान्छे चाहिँ म हो क्या दुनियाँभरलाई बोलाउने तपाईँलाई रेस्पेक्ट गर्ने बिहान माथि आएर गाली गरेछ भास्कर दाइ चाहिँ छोडिदिनुहोस् शिवजी छोडिदिनुहोस् भन्ने कि मैले त्यो बेहोसलाई सोध्नु त शिवजी मैले यदि तपाईँलाई छोडिदिनु भनेको भास्कर दाइ छोडिदिनु भनेको तिमी आएर फुल फाली छैन मलाई मेसेज गरी तान अरे मलाई मेसेज गरी तान अरे के गर्न खोजेको के हो तिमीहरूले बिहान किन उता मेसेज गर्ने रोटरलाई तिमीले मलाई भन्न सक्दिनौ तान्नु शिवजी भनेर उसलाई मेसेज किन गर्ने अनि साथीहरु त मेसेज नगर्नु शिवजीलाई तान्न भन् शिवजीलाई मैले तपाईले अघि नै मेसेज पुल मी आई एम बिग डान्सर भनेर मैले कपी नै गरेँ नाटक नगराउ कि उले पुरा रोटरले कस्ता भिडियो गरेर बनाछ हेर त तिनी भिडियो सपोर्ट गरौ भन्दैमा त्यस्ता भिडियो बनाउने हो कुनै दिन तिमीहरुसित जिन्दगीमा बोल्न नपर्ने चाहिँ नबनुस् है मेरो मैले पहिले भनिदिएको छु अति भइसक्यो तिमीहरुको नाटक हैन तपाईलाई त्यस्तो नाटक लाग्छ भने तपाईले ब्लग हान्दा हुन्छ तपाईले राम्रो मान्छे चिन्नु भएन ब्लग हान्दा मलाई चिन्दिन मलाई चिन्न छैन मलाई भेगुता भने मलाई बहुत रिस उठ्छ बस सकियो कुरा मलाई त्यो शब्द नभन्नु त्यस्तो भनेकै छैन तपाईले मुखबाट निकालेको पनि छैन मैले त्यो शब्द भन्ने मान्छे मेरो लागि दुश्मन हो बस सकियो त्यो शब्द भन्ने मान्छे मेरो लागि शत्रु हो कोही पनि भओस् बस ए दारीको ठाउँमा दारीले कसैले ठोकेको थियो भने म पनि आउँथे कि तर तपाईले त भन्नु भयो क्या शिवजी आज मलाई
मभन्दा सानी नै छौ तँ भने पनि केही त्यस्तो चाहिँ त्यो होइन नराम्रो शब्द होस् होइन। तपाईँभन्दा सानी नै छु मलाई डाँट हपार त केही पनि म त्यस्तो दुःख मन मान्दिनँ तर एक्कासी तपाईँको मुखबाट तँ भन्दाखेरि चाहिँ अनि अब हेर्नु तपाईँ पनि मेरो साथी उनीहरू मेरो पनि साथी उनीहरूलाई मन दुख्छ नि त उनीहरूको ठाउँमा त्यस्तो अरूले गर्यो भने म पनि जान्छु नि त उसको साथमा प्रोफेसरजीलाई सपोर्ट गरेर तानेको हो मैले किन भने भनेर मैले तानेको प्रोफेसरलाई अनु जति बेला पनि हेपिया छन् सबैले लाएर यार जो शब्द मलाई मन पर्दैन त्यो शब्द किन भन्ने अझै अहिले त मैले दारी उता त्यो केटीले हेप्यो आज सपोर्ट गर्नुपर्छ है भनेर मैले रोटरलाई रिचार्ज गर्न पठाउनु लाग्थेँ दारीलाई पनि अब रिचार्ज भयो कि तिनी कुरा छोडिदेऊ भयो मलाई त्यो मन पर्दैन मलाई रिचार्ज पनि गर्न परेन मलाई सपोर्ट पनि नगर मलाई आवश्यक छैन के तर मलाई त्यो शब्द नभनौ बस मलाई त्यो शब्ददेखि नफरत छ बस मलाई सपोर्ट गर्न पर्दैन तिमीहरूले आफ्नो जिन्दगी जिया आफ्नो बाँच होइन सकियो कुरा मलाई त्यो शब्द मन पर्दैन आई हेट दिस शब्द बस सकियो कुरा त्यो शब्द भन्ने मान्छे मेरो सबै दुश्मन हो मलाई मन पर्दैन मलाई मन नपरेपछि तिमीहरूले जबरजस्ती गरेर हुन्छ र तिमीहरूलाई मजा आउला तिमीहरूलाई रमाइलो लाग्ला पहिला आफ्ना फ्यामिलीहरूलाई भनेर हेर त त्यही शब्द कस्तो लाग्छ आफ्ना फ्यामिलीहरूलाई भनौ न त सक्छौ भने होइन आफ्ना दाजुलाई भनेर देखाऊ आफ्ना बुवा आमालाई भनेर देखाऊ अनि थाहा हुन्छ नि त त्यो शब्द के रहेछ भन्ने कुरा बार बार एउटा 50 वर्षको बुढा मान्छेलाई चाहिँ नबर परेशान गरेका छन् चिडाएका छन् मजाक उडाएका छन् किन मजाक उडाउने तिमीहरूको के खाइदिएको छु मैले 2-4 हजार हाने आउला गिफ्ट खाएको हुम्ला अरू के खाइदिएको छु हो तिमीहरूको सम्पत्ति घरबार त बिगारेको छैन मैले के को लागि बार बार अपमान गर्छौ बार बार अपमान गर्ने कि एक दिन हुन्छ 2 दिन हुन्छ हान्न मन छ हान गिफ्ट हान्न मन छैन नहान बार बार चिडाउने काम नगर आज आएर जले पनि चिडाउँछ सबलाई लाइन लगाएर याद राख भाडमा जाओस् बिग म्याच पनि मेरो हार्छु केही नै परिन्न स्वाभिमान भन्दा ठुलो केही पनि छैन संसारमा अति भयो यार जले पनि आछन् बिहान हेपिया छन् बिहान उज्यालो नहुँदै हेप्न थाल्ने के सुरु गर्ने के हामी बोल्नै नपाइने कसरी त चिच्याउनै नपाइ